फेरि जान त नजान चाहिँ हामी हिँड्दैछ। अब हामी आज स्टेसन नजिकै पुगिसकेको छौँ र हाम्रो यो खच्चरहरू हिँड्दैछ बिस्तारै। खच्चर आज धर्न गएको थियो अर्को खच्चर, यो चाहिँ लुम्बु भयो। ए याइ मासले मार खालाइ फिर अहिले। खतरा छ है खतरा खामा सिन्तामा सिन्ता दरदरा हेर्दैमा डुङ्गामाई स्वादले मारेर बाबा यो भर्खर खुसी फुलाएर क्या एक जग गरे के छ हुलो एक जग एकदम गुड छ। 2 जग छ कि 5 जग छ नि चिसाले 5 जग बनाछ। 5 जग ठन्डा छ रे ठन्डा 5 जग के छ 5 जग ओइ बवाल लेर के छ 5 जग बवाल के बुन्चर खामाली 5 जग बन्चर समाते हैन बवाल ओए ओए लेम यति होल्डर राखेर माथि चौर मार्ला चौर तिनीहरुले केटाहरु मैले स्न्यापबाट बनाएको त ल गाइस आज हामी अब बिहानको डेस्टिनेसन अब फेरि पुगिसकेको छ। आज टाइम चाहिँ आज अलिक ठ्याक्क अहिले टाइम चाहिँ बढी लाग्यो होइन। हामीले चाहिँ 3 जनाले चाहिँ यो सुरेश अनि शक्ति अनि मैले चाहिँ टक्क लगाएर दाउर सरा गऱ्यो 16वटा बोरा दाउर सरा भऱ्यो आज। अनि केटाले चाहिँ मेरो टी सर्ट दिएछ कि नै अनि त्यो केटाले चाहिँ टक्क लगाएर तल गएर पुगमा गएर एकैचोटिको सबै सामानहरू दुई टिप हुने सामान चाहिँ एकैचोटि स्वाट्टै केटाले उठाएर ल्याइदिइसक्यो। चल्दैछ नि मिठो अनि दुई टिप हुने सामान थियो हुन चाहिँ थिएन चाहिँ तर एकैचोटिमा स्वाट्टै उठाइहाल्यो अहिले त यसपालि चाहिँ यो पटक चाहिँ लास्टै खच्चरलाई अलि बढी वेट परेको छ। त्यही पनि ठिक छ सकुशल खच्चरहरू पुगिसक्यो र हामी अबको हामी त्यही 5-7 मिनटमा पुगिहाल्छ 5-7 मिनट पुगिहाल्छ। तर लास्टै चिसो छ हिउँ दिउँसो घाम लाग्यो हिउँ फेरि बिलाएको थियो आधी बिलाएको थियो फेरि हिउँ पऱ्यो अब हिउँ पऱ्यो पानी पऱ्यो त्यसलाई जग्गा आधी ठाउँ राखेको थियो भिजाएर लात बनायो सब अब कहिले स्वाद बनायो कहिले फात बनायो भन्छ केटाहरूले गाह्रो छ। यो चाहिँ यो पछि यो घोरो बस्यो इन्डियन खच्चर बिहान पल्ट्यो अर्को खच्चर त्यहाँ बिहान हिजो बेलुका गयो मासुले खाने खच्चर जे पनि खच्चर बचाइयो। यो ओडारमा पनि मान्छे बच्छ पछि चाहिँ कुर्सीहरू लगाइसक्यो बिस्तारै लास्टै जाडो छ। जाडोको चाहिँ कुरै नरहन्छ जाडो चाहिँ सिधै माइनसमा हान्छ होला जाडो त चोट्टै हान्छ चोट्टै चिसो त। तर अहिले जब बेलुका चाहिँ पानी लास्टै फोहोर आउने क्या पानी सानो माथि हिउँ पग्लेर पानी फोहोर आउँछ त्यो पनि गाह्रो छ। अनि बिहानै भर्नुपर्ने बिहानै शुद्ध पानी आउँछ टक्क लाएर फेरि हुन्छ। बिहान हामी बसेको ठाउँमा हिजो हामी बसेको ठाउँमा चाहिँ टक्क उ थिएन पालसाल केही पनि थिएन। हाम्रो एउटा पाल थियो अनि एउटा दाइहरूको पाल थियो त्यो पालबाहेक अरू केही पनि थिएन। अहिले भनेको चाहिँ पालसाल भरिसकेको छ अहिले हेर्नु छ एकछिनपछि गाइज यसो न यो हामी नजिकै बस्ने ठाउँ नजिकै आइसकेको छ। यो माथिको चाहिँ माथि कागमाराको लेक भयो टक्कै यतै भोलि हामी यसो खोज्नु जान्छौँ दाउरा ल्याउनु छ अझै। आजको हाम्रो बसाइ हाम्रो यतै हो टक्कै त्यो डाँडोमा हाम्रो ठाउँमा पानी परिरहेछ। हाम्रो खच्चरहरू गइसकेको छ यहाँ त पुरै थरथरेको त्यो उस मान्छ ठक्क
हाम्रो टोलीहरू ओहो के छ गाइस सिल पार के छ लो आएको पहिला दिँदैन बस पकड पर सिन चाहिँ कडा कडा छ फेरि याइ तेरो थोरै सिलाइदिँदा म विचार गरेँ फेरि पारि पारि हिलो यस्तो हिउँ बिलाइसकेको छ हिजोलाई चाहिँ परेको हिउँ आमा सिन चाहिँ बवाल है फेरि आमा भन्नुपर्दाखेरि हामी आज हाम्रो भोलि कति हान्ने विचार छ त च्याउ यार छ गुम्बा फर्स्ट टाइम हो फर्स्ट टाइममा 30 वटा हान्ने भन्ने प्लान हो त्यसोटा हो कति हुन्छ हान्ने चोरले सकिसक्यो हाम्रो डेट चाहिँ 20 बनाइसकेर ओए के चाहिँ खुकुरीको साथमा हो यता कालदेखि घाम आएर यता तलतिर अनि तलतिर जानु लागेको हो यता हेर अब यता हेर खतरा देखेछ आँखा लाग्छ नि राजा खतरा देखेछ तपाईँ तलतिर आमा छैन हाम्रो किरा टिप्नु भने आयो मान्छे किरा एउटा नि पाएन अहिलेसम्म भोलिदेखि खोज्ने हो आज सेकेन्ड दिन हो होइन आज हिउँसु परेको हिजो हक्कर पुगेको होइन यहाँ पाटेनमा त्यही पनि आज फेरि हाम्रो सामान तल छुटेर सामान नाम जानुपर्ने भयो अनि दाउरा स्मरण गर्नुपर्ने भयो पैसामा बाँध्नुपर्ने भयो त्यो एउटा आज हिउँ पनि पर्छ त्यही मौकामा तल गइदिनु दाउरा जाने भन्ने प्लानमा हामी सबै जानु ना तर हामी खासै जान त नजान चाहिँ हामी अहिले त बस्न त लास्टै टाढा बसिएछ क्या लास्टै माथि दाउरा गर्न पनि कम्तीमा पनि 3-4 घन्टामा जानुपर्ने फेरि ल्याम उकालो दम लागेको छ फेरि स्याँ बढी गाह्रो छ हाम्रो फेरि हाम्रो कर्मचारीहरू इमान्दार छन् यो अर्को ड्याङ्ग्रो कर्मचारी कता गयो तल त्यो ड्याङ्ग्रो कर्मचारी झन्नाले हिजो अन्त्य भइसकेको थियो तर कम्तीमा पनि 15-20 मिटर तल झरेर कहाँ अड्केर बाँचेको छ ठक्क लाएर यो हाम्रो चाहिँ पूर्णबहादुर निकनेम चाहिँ हुलो भन्छ है फेरि यसलाई निकनेम हाम्रो हुलो हुन्छ फेरि निकनेम उसको निकनेम भाइरल छ होइन खासै पूर्ण भने त बोलाइदिएन रघु दादा नाम त रघुको मिजु भएर क्या रघु दादा होइन रघु त रघु नै हो अब यो भिडियो चाहिँ खासै अब अहिले चाहिँ ठ्याक्कै अब एक महिना 1.5 महिना पछाडि आउनेवाला छ होइन टक्क लाएर युट्युबमै आउँछ युट्युबमा युट्युब च्यानल छ भने चाहिँ त्यहाँ हाल्छु मैले च्यानलमा आउँछ होइन टक्क तपाईँले सब्सक्राइब लाइक गरिदिनु हामीले यो यहाँ चाहिँ खासै अब नेटवर्क टिप्छ न वाइफाई न डाटा केही पनि भुल्तो भाङ चल्दैन होइन यो चाहिँ ठाउँ चाहिँ फेरि गया गुज्रिया हो भने चाहिँ तर जे गर्छ पैसाले गर्छ र आमा भोलिको डेस्टिनेसन हाम्रो यार्सको हुनेछ भोलि डेस्टिनेसन त्यहाँ हुन्छ सायद यता कता हुन्छ यो चाहिँ यो लेक काटेपछि चाहिँ कागमारा यतापट्टि कागमारा छ है कागमारा पनि भेटिन्छ तल खोराङ चौरा छ होटलहरू टन्नै छ अब हामी खोलामा आइसकेको छु कहाँ छ चिसाले रगत यो खच्चरको यो लोटा थाहा छैन मासले यो चाहिँ लास्टै पादो हो है फेरि कान्छदाई हो पादो हो यसको चाकको सर्भिसिङ गर्नुपर्ने भएको छ यहाँ मैदाको पिठोरी हाल्ने पनि हुनसक्छ हुनुपर्ने चाहिँ कान्छदाई हो टक्क लाएर ल गाइज चाहिँ भिडियो खासै लामो म बनाउँदिनँ किनकि फर्स्ट हो यत्तिकैमा अब म भिडियो सायद खासै जोडेर त हाल्न जान्दिनँ अब म एक्लै पछि म दाउरा गर्दाखेरि अनि तलतिर म गर्छु ल बाई गाइज हाम्रो ठाउँमा पुगिसकेको यस्तो बिहान चाहिँ के पनि थिएन खाली थियो खाली थियो के पनि थिएन आज त यता यो त्यो लेकबाट नागेर भरिएर पुरै 1 2 3 4 5 7 8 9
12 र पाला आएछ उतातिर हान्थ्यो उतातिर चल हान्दै उता काटे छोरा त्यतै छोरा क्या हाम्रो राजाहरू हाम्रो कर्मचारीहरू आइसक्यो अक्लाएर हाम्रो हाकिम सरको इन्ट्री भइसक्यो बाहिरबाट अक्लाएर हाम्रो यो चाहिँ हाम्रो होटल हो है हाम्रो होटल भयो बाँकी छ हाम्रो कर्मचारीहरू आउँदैछ ढाका लाएर अब भक्त्या त पण क्या भक्त्याले फाले होला जस्तै भएर भक्त्याले फाले होला लास्टै ढिलो भयो नि बिहान थकाली गएको थियो एउटा खच्च इन्डियामा चाहिँ पल्ट्यो त भाइ ठार लागेर पल्ट्यो तल गयो मार्नु फेरि त्यहाँ ल्याऊ अगाडि नाच्चो लाग्यो आमा जान यस्तो पानी परिरहेछ यसरी खोज्नुपर्छ है हेर्छ गुम्बा यसरी खोज्दै हुन्छ है गाई ट्रकहरू फान्दै हिउँ पर्दैछ बिस्तारै बिस्तारै सरी केटा पनि खोज्दैछ हे सिरियस खोज्दैछ केटा यस्तै खोज्दैछ हिउँ परिरहेछ अच्छा यस्तो गऱ्यो होला जब पाउनुपर्छ भन्ने त हो पाउनुपर्छ भन्ने हो यसो न आँखा त्यच्छा जस्तो गरिदिउँ भनेर आँखालाई अलिकता आँखालाई वार्मअप गरेको आज टक्क भोलि देखाउनुपर्छ भन्ने हो चान्स उतै आज चाहिँ वार्मअपसम्म भयो आँखालाई नै वार्मअप हुन्छ टक्क लाएर होइन हे भगवान् यस्तो मेहनत गर्दा नि के नभेटेको होला है टक्क के छ सम्भाव्यता कति छ यार सम्भाव्यता एउटा नि देखिन सम्भाव्यता खासै देखिएन जानको त्यही भएर सोरी अब ढक्क लगाएर अब बस्नु चाहिँ त्यो उतापट्टि हो हुन चाहिँ तर यतापट्टि फन्ती पर्दैछ माथि सोसाइ यसरी खोज्दा हुन्छ घोडा खच्चर यतातिर छ अन्त त्यो तलतिर छ तर यसरी खोज्ने हिउँ परिरहेछ हिउँ पर्दैन यसरी खोज्ने तर जति गर्दा नि भेट्न मुस्किल हुन्छ होइन लास्टै गाडी छ जाडोमा पनि मेहनत गर्दैछ के अरे भेट्छ कि भन्ने आश हो आज टक्क लगाएर मसँग भनेको आँखालाई र भोलि बिहानै हिउँ परेन भने चाहिँ भोलि बिहान गइन्छ हिउँ पऱ्यो भने चाहिँ त्यस्तै हो दम लाग्छ जाडो छ लास्टै आज चाहिँ थर्ड डे हो हामी हेर्छ गुम्बा टिप्ने ठाउँमा पुगेको चाहिँ थर्ड दिन चाहिँ तर हामीले खोजेको चाहिँ एउटा छैन होइन चाहिँ टक्क होटल गर्ने भनेर होटलको सामानहरू व्यवस्थापन मिलाउँदा त्यो खासै खोज्न पाएको छैन अहिलेसम्म अब चाहिँ भोलिदेखि खोज्नु पर्ला भन्ने आशो टक्क लगाएर जति मेहनत गरे पनि जति घुरा घटे पनि भेट्दैन जस्तो छ
दुःख छ दुःख लास्टै यसरी खोजे भेटिँदैन के गर्नु दिनभरि नछला जस्तो छ होइन सारा दिनभरि सेक्का जस्तो छ हिउँ चाहिँ टनाटन परि छ हेर म चाहिँ अहिले भर्खर ह्याङ्कर स्याङ्कर लगाएर खचरलाई दाना दिन बाहिर निस्केको अब यसो न बिहान बिहानै उठेको टक्क अब मुतिन्छ एक ठाउँ सु हानिन्छ टक्क लगाएर त्यसपछि त्यहाँ पारि पनि छ बस्तीहरू उता छ छन चाहिँ त्यो चाहिँ बस्तीहरू घरहरूलाई दाना दिनुपर्छ यसरी नत्र चाहिँ चिसोले मर्छ घरचर गाह्रो कस्तो छ के फिल भइरहेको छ त जेनलाई रमाइलो भइरहेछ नि त रमाइलो पनि लागिरहेछ दुःख पनि लागिरहेछ भनौँ दुइटै एउटै सँगै भइरहेछ के अनएक्सपेक्टेड लागिरहेछ यहाँ कस्तो ठाउँमा जस्तो लागिरहेको थियो यो स्वर्ग जस्तो पनि लागिरहेको थियो मर्ग जस्तो पनि लागिरहेको थियो डाँडा काँडा हेऱ्यो है डाँडा काँडा हेऱ्यो यताउता हेऱ्यो हिमाल हेऱ्यो हिउँ हेऱ्यो अन्त स्वर्गै जस्तो छ अब त धेरै तल नजाऊँ होइन यार चाहिँ खोज्नु नपाउँदा त फेरि उहीँ लाग्छ फेरि अब मुताम्स हुन्छ अरे ल मुन्न लागिसक्यो म मुन्न लागेको नि देखाउनेवाला छु के हिउँ त थप्छ मस्तले आजको 14 दिनको भनाइ के छ भनिदिनु पर्यो यसो ठिकै छ दादा भित्रको माहौल के छ मिलिहाल्छ 250 गइन्छ अरू के चाहियो गोल्डनमा त पानी छैन गोल्डनमा जाऊ 350 हेलो वेलकम आज हाम्रो 6औं दिन पनि हिउँ परेरै गयो अनि आज पनि हिउँ बिलाएकै छैन आज पनि हिजो खोज्न नपाइने भयो म त सुतेछु अहिलेको चाहिँ 8 बज्यो होला मलाई खासै अब च्याउ खोज्ने भए चाहिँ उठ्नुहुन्थ्यो च्याउ त पाउँदैन त्यही पनि अनि तर के छ भनेपछि आज तर हिजोको हिउँ परेर आज हिउँ नबिलाएको कारणले सुते भइरहेको अनि लास्टै जाडो छ के गर्नु हाम्रो एउटा बोस रेडी 1 2 3 गो पाल्टे खेल्छ त्यो बनिले म त थाहा छैन है सङ्गीता त्यता छ त माथि यता
मान्छेलाई पनि देखान मान्छेलाई नि खुन्न पक्न अहिले तानी चाहिँ देखाउने किरो कहाँ छ हरिको हरिला औला त सही अभिला स्कुटी आलास यही छाँटे त आउँछ क्या बाबा हातले जमिन खुनेले त तोरी अनि कसरी खुन्ने त यादले खुन्न आउँदैन मलाई तान तान के हुँदैन त्यो होइन त्यो तान भन्ने हो तर टुप्पो त्यो हो जरा त्यो भन्ने त्यो नत्र त आउँदैन माल रहेछ है माल पुरै छ ल टसी ढेले गर त टसी ढेले मालै माल किरो 1000 रुपियाँ माल हो फेरि यो हाम्रो अर्ग्यानिक फ्रिज हो टक्क फ्रिज बनाउनको लागि चाहिँ भाइले बिटिन भाइले यहाँ हिउँलाई बोरामा हाल्दैछ अच्छा मजा आइरहेछ नि मजा आइरहेछ मजा आयो त किटिट्या हिटेन है गाना त कडा लाग्छ जस्तो डाँसो डर भयो नि डाँसो डरो छ नि